हेलो नमस्ते सबैजनालाई। आज हाम्रो मेथड 4 लिएर म आएको छु। गेलर्गेन्स मेथड भन्छ यसलाई। यो मेथड हाम्रो अस्ति छुटेको थियो। योभन्दा अघिल्लो भिडियोसम्म हामीले मेथड 1, 2 र 3 पढेको थियौँ र मेथड 4 चाहिँ हाम्रो लास्ट मेथड हो वेटेड रेसिड्यु मेथड भित्रमा। अब यो मेथडमा हामीले मेन बुझ्नुपर्ने कुरा के रहेछ भन्दाखेरि यो सबभन्दा माथिमा टपमा हेर्न सक्नुहुन्छ। यो मेथड बुझ्नको लागि सिम्पल छ है। इन्टिग्रेसन ni r dx = 0 त्यति थाहा भयो हुन्छ है। यति बुझे पनि सक्यो यो मेथड। अब यो ni भनेको के हो भन्ने कुरा क्लियर हुनुपर्छ। जुन हामीलाई सुरुमा क्वेशनमा जुन हामीलाई ट्रायल फंक्शन्स दिएको हुन्छ नि, ट्रायल फंक्शन्स जस्तो क्वेशन हेर्दाखेरि यहाँ छ हाम्रो क्वेशन्स। अब यहाँनिर हेर्नुस् y = a1 x - x4 हाम्रो के हो ट्रायल फंक्शन्स हो। यहाँ क्वेशनमा अलरेडी दिएको छ। यो हाम्रो क्वेशन भयो, ठीक छ। अब यो ट्रायल फंक्शन्स भनेको यहाँनिर हामीले के भनेको छ भन्दाखेरि यो मेथडमा इन दिस मेथड ट्रायल फंक्शन्स इटसेल्फ इज कन्सिडर्ड एज द वेटिङ फंक्शन्स ni हैन। हामीले यो गरे कि के हो वेटेड रेसिड्यु मेथड गर्दैछौँ क्या। त्यो भित्र वेटेड रेसिड्यु मेथड भित्र चाहिँ हामीले यो मेथड 4 आउँछ पार्ट गेलर्गेन्स मेथड। अब त्यसमा हाम्रो लेट डाइरेक्ट गर्दा हुन्छ है। w = ट्रायल फंक्शन्स a1 x - x4 जुन हामीलाई दिएको छ। इफ ट्रायल फंक्शन्स दिएको छैन भने हामी आफैले एजुम गर्ने, ठीक छ। कसरी एजुम गर्ने भन्ने कुरा अगाडिको भिडियोमा मैले भनेको छु होला। अब यहाँ हेर्नुस् मैले सुरुमा के भने ni r dx = 0 भनेपछि त्यो 0 to 1 किन गरे किनभने इन्टिग्रेसन यतिकै गर्नु हुँदैन। इन्टिग्रेसन गरिसकेपछि त्यहाँनिर सर्टेन कन्डिसन दिएको हुन्छ र त्यो कन्डिसनमा बल्ल हामीले गर्ने हो। जस्तो कि यो क्वेशनमा हाम्रो 0 to 1 सम्म दिएको छ, त्यसरी नै गर्ने हो है त। 0 to 1 w r dx। अब हजुरहरु सोध्नुहुन्छ सर हजुरले यहाँ w किन लेख्नुभयो, यहाँ त n भन्नुभयो रहेछ। तर यो n लाई नै हामीले रिप्लेस गरे हो क्या, अरु केही पनि गरे हैन। n लाई हामीले w ले रिप्लेस गरेको, ठीक छ। अब r भनेको रेसिड्यु हो, अघि हामीले निकालेको थियौं यो रेसिड्यु, ठीक छ। यो पनि सल्भ गरेर आएको हो, यहाँ छ रेसिड्यु। अब यो कसरी आएको भन्ने कुरा हेर्नु होला अगाडिको भिडियोमा। त्यसपछि के गरेको छैन, जस्ट भ्यालु मात्र पुट गर्ने क्या। w r dx w भनेको त्यही हो, मैले के भने ट्रायल फंक्शन्स, अनि r भनेको यो dx 0 to 1 दिन नबिर्सनु होला। त्यसपछि हामीले यो w र r लाई हामीले के गरेको हो यहाँ हेर्नुस् है। एउटा चाहिँ मिस्टेक नगर्नु होला। यो a1 भनेको यसको पनि हो यसको पनि हो है। र यसलाई मल्टिप्लाई गर्दाखेरि मैले सुरुमा यो a1 कमन लिएको छु, ठीक छ। राम्ररी हेर्नुस् मैले सुरुमा a1 कमन लिएको छु र बाँकी बचेको एलिमेन्टलाई मल्टिप्लाई गरेको छु। यो x र योलाई मल्टिप्लाई गर्दाखेरि यति आउने हो है गाइज। र बाँकी अब यो इन्टु यो हुने हो है त। यो एकछिन है त, यसलाई चाहिँ यससँग गरे र यसलाई नै चाहिँ मैले फेरि के गरे योसँग गरे है त। ल यो गरे यो आयो, बुझ्नुभयो। अब फेरि पनि मैले के गरे यो दुईटालाई चाहिँ यो कम्पोनेन्टसँग मल्टिप्लाई गरे 12a1x 6 500x6। एकचोटि राम्ररी हेर्नुस् हजुरहरु बुझ्नुहुन्छ है। त्यस्तो गाह्रो चाहिँ छैन, मल्टिप्लाई मात्र गरेको र कमन लिएको है। ल अब a1 आयो। अब यसलाई चाहिँ हामीले के छ यहाँनिर इन्टिग्रेसन छ, यो इन्टिग्रेसन हो नि त हैन। इन्टिग्रेसन भइसकेपछि हामीले इन्टिग्रेट गर्नुपर्ने हुन्छ, जसमा -12a1 x³ को इन्टिग्रेसन गर्दाखेरि x4/4 आउँछ। यसलाई कट गरेको थाहा नै होला हजुरहरुलाई। अनि यो इन्टिग्रेट गरे यो इन्टिग्रेट गरे यो इन्टिग्रेट गरेको, ठीक छ। यतिसम्म बुझ्नुभयो, क्लियर छ नि हैन सबैजनालाई। छैन भने भिडियोलाई पज गरेर हेर्नुस् है। ल अब योलाई चाहिँ मैले के गरे यहाँ माथि टक्क सल्युसन गरे हो। a1 छ नि, यो a1 कमन लिएको चाहिँ डिभाइड गरेको यता 0 पछि तल 0 भइहाल्यो त। बाँकी बचेको कम्पोनेन्टलाई लेखेको। अब यहाँ हेर्नुस् है, यहाँ मान्छेहरू झुकिन्छ क्या एउटा कुरामा, नझुकिनु होला हजुरहरु। यहाँ x4 छ x4 छ x7 छ x। यसमा केही गरे हैन क्या, जस्ट हामीले 0 र 1 को भ्यालु पुट गरे हो है। पुट गरेपछि आउने भ्यालु भनेको यो -3a1 + 12a1/a1/7 गर्दाखेरि a1 कमन लिए टक टक a1 हाम्रो कति आयो 41.53। फाइनली मैले के गरे ट्रायल फंक्शन्स युज गरे जुन हामीलाई थाहा छ y = a1 x - x4। सो आफ्टर दिस पुटिङ द भ्यालु अफ a1 आवर सोल्युसन विल बी कम्प्लिटेड है त। यतिसम्म गर्नुपर्ने हुन्छ। यदि हामीलाई यो गेलर्गेन्स मेथड सोधेको छ भन्दाखेरि यति गर्नुपर्ने हुन्छ है। फाइनली हामीले 4वटा मेथड पढ्यौं, जसमा हाम्रो सुरुमा के थियो भन्दाखेरि यहाँ हेर्नुस् है, यो वेटेड रेसिड्यु मेथड भित्र 4वटा मेथड पढ्यौं।
पोइन्ट एलोकेसन मेथडमा मैले सिम्पल भनेको सिम्पल r = 0 गरिदिने हो है। अब यो सब डोमेन मेथड भनेको r dx = 0 हो इन्टिग्रेसन। लिस्ट स्क्वायर भनेको r² dx इन्टिग्रेसन = 0 हो। तर r² गर्दाखेरि विचार गर्नु होला, सुरुमा यसको मेन खासमा यो हो ओके, यो हो। यसमा चाहिँ हामी यो गरेपछि सुरुमा I = चाहिँ यो हुने हो, ठीक छ। r² dx म अगाडि भनेको छु तपाईहरुलाई, मतलब कन्फ्युज नहुनु होला। यो r dr/dA1 dx हुन्छ है, यो अगाडिको भिडियोमा चाहिँ हेर्नु होला। यो चाहिँ त्यस्तो गाह्रो छैन है। नेक्स्ट अहिले हामी भर्खरै सकेको 4 हो ग्यालेर्किन्स मेथड हो। ल यो च्याप्टरबाट यति चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सो डोन्ट मिस दिस भिडियो। हस् टाटा बाई बाई। फेरि पनि नयाँ कन्सेप्ट लिएर म आउने नै छु। धेरै चाँडो भिडियो हेर्दै गर्नु होला है त। ल केही मिस्टेक भएको छ भने सच्याइदिनु होला, आफै पनि हेर्नु होला। हस् धन्यवाद।